Hey, what's up? Mic check. सबैजना सुन ध्यान दिएर काहीँ ठाडो पारेर सुन अब म आउन खालि एक साल मात्र बाँकी छ म आउन घर अब आउन एक साल मात्र बाँकी छ नयाँ चिन्ने झाँटहरू अब सुन तिमीहरू सबैजना धेरै कुरा काटिसक्यो तिमीहरूले धेरै कुरा काटिसक्यो तिमीहरूले अब कति अब तिमीहरू कानमा मात्र बजाउन मात्रै पाला छ अब तिमीहरू कानमा दिन मात्र मेरो पाला छ अब सबैजना सुन ध्यान दिएर अब तिमीहरूलाई सुनाउँछौ एउटा कथा एउटा राजा थियो एउटा रानी थियो एउटा राजा थियो एउटा रानी थियो रानीलाई लगेर गइसक्यो नयाँ चिन्ने जाटहरू औकात बिर्स्यो मादर चोक जाटहरू जुन हातले नयाँ चिन्ने जय जय गर्छ आज त्यो मुजी पछाडि कुरा काटेर बचिरहेको छ जाटहरू मेरो पारा त देखेको होला सबैले मेरो पारा त देखेको होला सबैले अब सबैजना नयाँ चिन्ने काहीँ ठाडोबाट सुन अब तिमीहरूको जय जय गर्न मात्र बाँकी छ मैले अब म आउन खालि एक साल मात्र बाँकी छ अब म आउन मात्र एक साल बाँकी छ अब मान्छेले धेरै मान्छेले हाँसिरहेको थियो है मैले झाँटहरू मैले के पनि बोलिरहेको छु त्यतिखेर फर्कुताको दिन आउँछ मान्छेले झाँटहरू आखिरमा तिमीहरूले मान्छेले औकात देखाइसकेको रहेछ मुझे झाँटहरू एउटा राजा थियो एउटा रानी थियो एउटा राजा थियो एउटा रानी थियो मान्छेले रानीलाई मुझे अलग गरेर तिमीहरूले हामीहरूलाई मान्छेले कडी पार बनाएर छोड्यो होइन मान्छेहरू म बिर्सेको छैन के कुराहरू पनि मान्छेले झाँटहरू म के कुराहरू पनि बिर्सेको छैन झाँटहरू सबै कुरा मलाई थाहा छ मान्छेले झाँटहरू तिमीहरूको त मान्छेले जय जयकार गर्नेछु मैले आखिरमा मादक चोतहरू तिमीहरूले चार त जनाइसक्यो मादक चोतहरू भन्छ मान्छेले झाँटहरू त्यसमा त हुनुपर्छ मादक चोतहरू राजाको खानेर जन्मदिन मादक चोतहरू आखिरमा मान्छेले हामीले फालेको मुजी झाँटहरू कुरा गर्छ मुजीहरू गेडा जस्तो मान्छेले गेडा टोलाएर बसिरहेको अब मान्छेलेहरू अब आउन बाँकी छ म एक साल मात्र तिमीहरूको सबैको मैले जय जय नगरेपछि तिमीहरूको जय जय नगरेपछि पारा पनि मेरो यति ताति राखेको छ पुरै छोडिदियो मान्छेले झाँटहरू सुन न सबैजना मान्छेले झाँटहरू फक मान्छेले झाँटहरू तिमीहरूको त मान्छे सुन्तोरो न सुन्तोरो मान्छेले सबै काटेर फाल्नेछु मैले मान्छेले झाँटहरू अति नै म मादर चोतहरू एउटा राजा थियो एउटा रानी थियो बुझ्नेहरूलाई इसारा कापिन्छ मान्छेले झाँटहरू चाँडै नै छोडेर गइहाल मादर चोतहरू म आउन एक साल मात्र बाँकी छ मुजीहरू फक मान्छेले झाँटहरू सबै मान्छेले टोलको कहानी हो यो मेरो पनि टोलको कहानी हो अति नै चुप लागेर बसिरहेको थिएँ म मान्छेले झाँटहरू तर तिमीहरूले मलाई बोलाउनु बाध्य बनाए झाँटहरू सुन अब मेरो पहाड सुन अब मेरो गोलाको पहाड हेरिरहेको थिएँ म पनि कतिजना मान्छेले मेरो सपोर्टमा छ भनेर आखिरमा त्यो गाउँ मान्छेले झाँटहरू कोही पनि थिएन मेरो सपोर्टमा मान्छेले झाँटहरू अब म मान्छेले सबको जय जयकार गर्नेछु आएपछि सिक्ने झाँटहरू मान्छे औकात बिर्सिहालेको मान्छेले झाँटहरू
आजलाई यति नै हो म्याचिने झाँटो अब त सधैँ नै मोजी भइरह आउँछु सबै कुरा बाहिर मेरो मनमा भएका कुराहरू सबै नै म निकाल्छु आज